सो गाइस नमस्ते के छ सन्चै हुनुहुन्छ होला हैन। सो म चाहिँ भिडियो गराउन यता जङ्गलतिर आएको छु हैन। पहिला चाहिँ धेरै पहिला भनौँ हैन, सानो हुने बेला चाहिँ गोठ लाउने बेला यता आइन्थ्यो। धेरै भयो यता नआएको पनि हैन। अब यता यो जङ्गल चाहिँ के भन्नु, यता यो चाहिँ यिनीहरू लाएको बिरुवा भयो। यता चाहिँ अब यिनीहरू पहिलेबाट भएको जङ्गलहरू हैन यिनीहरू चाहिँ। अनि यता चाहिँ नाला छ अगाडि साइडमा। त्यो पुरै अब त्यो चाहिँ पुरा देख्नु भएको छ। त्यो यो पुरा अस्ति चाहिँ आगो लागेको थियो हैन। मैले भिडियो पनि हालेको थिएँ। 29 गतेतिर हो, पुरै जङ्गल नै आगो लागेको थियो हैन। यहाँ अगाडि एउटा बुटा छ हैन, फरेटको हैन। पहिला चाहिँ अब फल्थ्यो, खाना चाहिँ आइन्थ्यो धेरै। अहिले त सिजन पनि छैन, अब कहिले फल्छ त्यति बेला। धेरै भयो यहाँको नआएको। पहिला चाहिँ अब सानो हुने बेला चाहिँ धेरै आइन्थ्यो। सानो हुने बेला चाहिँ यो ठाउँ चाहिँ धेरै आइन्थ्यो। यो बाटो चाहिँ नहिँडेको कुनै दिन हुन्थेन। पौडी खेल्न पनि यही बाटो गइन्थ्यो हैन। फुइकेटार हाम्रो फेमस ठाउँ। अहिले चाहिँ यो बाटो के यता खासै आइँदैन। धेरै पछि आएको म चाहिँ यो भिडियो गराउनलाई। त्यही पनि धेरै भएको थियो नि त्यता नआएको नि। पुरै जङ्गल छ यार। यता घरहरू केही छँदैन। अब यतादेखि सिधा गयो भने चाहिँ उता धेरै घर छैन। यता गाउँ सानो गाउँ छ हैन। नत्र पुरा इलाका जङ्गल हो के। यहाँदेखि अब यो सिधा गयो भने त मेन रोड आइगयो। त्यहाँ त अब उता हाम्रो गाउँहरू छ, टन्नै उता छ हैन। तर यता चाहिँ छैन। सिधा अगाडि गयो भने चाहिँ फेरि धौलागिरी आइहाल्छ। यता चाहिँ केही पनि छैन, पुरा जङ्गल हो यो। पुरै जङ्गल इलाका हो। रुख पनि कति ठुल्ठुलो हानेको चाहिँ आमा यता रुख काट्दिएको रहेछ यार। यता रुख थियो टन्नै, जङ्गल पुरै काट्दिएको रहेछ यार। हेर्दा नि क्या नमजा लाग्ने। जङ्गल चाहिँ पुरै काट्दिएको रहेछ नि यता चाहिँ। अब म चाहिँ एकछिन यहाँ बस्छु हैन। एकछिन बस्छु 5-10 मिनट, अनि फेरि जान्छु यहाँदेखि घरतिर। अब भिडियो गराउनु भनेको भिडियो गराउनु जस्तो ठाउँै छैन यहाँ। त्यही पनि यहाँ नेट छैन। मेरो मोबाइलबाट नै हटस्पट अन गरेर मोबाइल चलाउनु पर्छ। यसमा नेट छैन पहिलो कुरा त। बिना नेटको के भिडियो गराउने। अब यही भिडियो स्टुडियो गरायो, क्यापकटबाट जोड्यो अनि हालिदियो। यसै पनि भ्युज आउँदैन। त्यही पनि गराइदिउँ न त। आज यतातिर घुम्न आएको हैन। पुरै जङ्गल इलाका हो कि महाकसम। यता त झ्याम्मै बाघ आयो भने पनि थाहा हुँदैन, त्यस्तो जङ्गल छ। पाहाडतिर पनि हुन्छ नि त यस्तो जङ्गल, बट ठुलो छैन हैन। सानो सानो चाहिँ यता हेर न, यो पुरै जङ्गल हो यार। यहाँ घरहरू घरै छैन क्या यहाँ। यति यो इलाका, यो पुरा इलाका यहाँदेखि घर छैन। रुख पनि कति ठुलो हो नि, कम छ। झ्याउ लाग्छ यहाँ बसिरहेको। कहाँ जाने दिउँसो हो भिडियो गर्न जाने भनेको। दिउँसो घरदेखि बाहिर निक्लिँदैन, यस्तो गर्मी हुन्छ यहाँ त। अझै हैन, पहिला तर्साउन पनि दिन्थ्यो क्या। तर्साउन दिएको पनि हो अरे हैन। राति चाहिँ आप्सु नआउने बेला दिउँसोतिर नि यहाँ तर्साउन दिन्छ, डेन्जर। मान्छेहरू पछाडिबाट आएर नि मलाई फेरि नमजा लाग्छ भिडियो गराउनु। यहाँदेखि जानु पऱ्यो उतातिर, पहिला अगाडितिर जान्छु हैन। अझै अगाडि जान्छु कि यता सिधा। अहिले छिट्टै आउनुपर्छ। राति त यो बाटो हिँड्ने होइन, पहिला त हिँडिन्छ होइन। बट अहिले चाहिँ यो बाटो हिँड्न चाहिँ ठिक लाग्दैन कि। अब जानु पऱ्यो यहाँदेखि सिधा अगाडितिर। सो त्यही हो। अब म घर जाँदैछु होइन। अब त्यसो भिडियो गर्ने ठाउँ जस्तो छैन। कुनै दिन साथीहरूसँग गयो गराउनु पर्ला, भाइ दाइहरूसँग गएपछि। अहिले चाहिँ यति हो भनेको थियो नि। यो म जहाँबाट आएँ नि यो पुरा भित्रसम्म यो जङ्गल पुरै इलाका जङ्गल हो कि। यता त झन् जङ्गलको कुरै गर्नु भएन। यता झन् डेन्जर जङ्गल छ, जङ्गली जङ्गल छ। यही बिचमा यता मात्रै हो, फेरि उतातिर यस्तो जङ्गल त छैन खासै। अब अगाडि यता सैनिकतिर गयो भने चाहिँ उता पुरै बर्डर भएको, इन्डियाको बर्डर छ उता, नेपाल र इन्डियाको होइन। भारत जङ्गल छ आम्मा। त्यहाँ त यति ठुलो जङ्गल छ बाफरे। त्यहाँ त बाघ आउँछ, अजिङ्गर हुन्छ त्यहाँ त यार। सो त्यही हो आजको भिडियोमा होइन। अब टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला होइन। युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। सो बाई बाई, टेक केयर।